थिंक गुम्बा जस्तो लाग्छ हैन गुम्बा आई थिंक सर यो तपाईहरु देख्न सक्नुहुन्छ हैन यहाँ सिलाङसाङमा रहेको छ गुराँस चाहिँ यहाँदेखि जान्छ गाइस यहाँदेखि ओह्रालो मोटरै मोटरको and welcome back my new vlog. It's me Bhuvan Limbu from Terathum. This ride is short motor vlog for starting from my home through the Doje Dara and going all the way to Gurase together with my brother. I hope you can enjoy this vlog. Please watch till the end. Please support and please subscribe my YouTube channel and please share with your friends and relatives. Your love and support means a lot of me. I will making better content of upcoming days. म तपाईहरुलाई अब एकछिनमा मोटर ब्लगमा भेट्ने छु त गाइज तपाईहरुलाई म मेरो टोरी बारेको सिनेमेटिक भिडियोहरु देखाउने छु त गाइज हेरेर इन्जोय गर्नु होला एकछिनको लागि हाम्रो यो चाहिँ गोठको भित्र छ हैन यो चाहिँ इनसाइड छ भन्नु ल दाइ भन्नु न दामी छ यता यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ यहाँ 4 दिन आटेको यहाँ चाहिँ भाइ छ हैन यहाँ चाहिँ मेरो बाइक छ ल अब हामी एकैचोटि मोटर ब्लगमा भेट्नेछु मैले गाइज हाम्रो चाहिँ यहाँदेखि राइड सुरु हुनु गइरहेछ त्यो मोटर ब्लग ढोली तालसम्म निकाल्छु ल भाइ ल भाइ आज कस्तो भयो अनि तिमीलाई आज मसँग राइड एक्साइटेड हो यहाँ चाहिँ पानी त्यो अघि चाहिँ पोखेको छ गाइज तपाईँहरूले देख्न सक्नुहुन्छ होइन हातमा के हुँदैन के हुँदैन यो चाहिँ हाम्रो भक्तिनी काकी घर है त गाइज यो चाहिँ हाम्रो भाइको घर है यहाँ तल देखेको यहाँ चाहिँ हाम्रो नर्बु भाइको घर हैन हाम्रो थोरै अफरोडिङ छ हैन यो बाटो चाहिँ गाइजहरूलाई आजको भ्लगिङ मन पराउनुहुन्छ भन्ने आशा छ के कसो एकदम ठिकै के भन्छ र भाइ अनि मेरो भ्लग हेर्ने नयाँ भ्युअर्सहरूलाई भ्युअर्सहरूलाई म के भन्न चाहन्छु भने हाम्रो दाइको एकदम राम्रो छ भ्लग राम्रो छ तपाईहरुले दाइको च्यानललाई सब्स्क्राइब गर्नु पर्यो सक्यो सब्स्क्राइब गरिदिनु पर्यो हैन हजुर एकदमै माया गरिदिनु पर्यो हाम्रो भुवन लिम्बु ब्लगलाई दाजुभाइ भनेको चाहिँ यस्तो हुनेछ गाइज दाजुभाइ इज फरएभर हो के अब कहिले हेप्नु सक्दैन दाजुभाइ भएर चाहिँ हेर्नु भाइ दाजुभाइ भनेको यस्तो हामी एउटै आमाको कोखबाट नभए पनि तर यो टर्निङमा चाहिँ तर्साउँछ अरे भाइ एकदम तर्साउँछ दिस रोड इज भेरी डेन्जरस मलाई सबसे डेन्जर भनेको चाहिँ यही टर्निङ हो क्या गाइज भाइलाई एकदम डेन्जर ब्रेक नहान्यो भने लास्टै चिप्लिन्छ है यो बाटो त्यस्तै छैन थोरै अफरोडिङ हो यो बाटो तर अफरोड गर्नु कहिले काहीँ मजा लिनुपर्छ गाइस त्यही हो अब चाहिँ हामी यो चुनाव
पछाडि चाहिँ रोड बन्छ भन्ने हामी पुरा विश्वासमा छौँ। त्यो चाहिँ हो है। तपाईँहरूले मेरो भ्लग गुफा पोखरीको हेर्न सक्नुहुन्छ होइन? हजुर भाइलाई कस्तो लाग्यो त गुफा पोखरीको मेरो भ्लग? अझै त्यहाँ अझै राम्रो रोड आउनु थाल्यो है गाइज, अलिक एक्सट्रिम रोड हामीले कटाइसकेको छौँ होइन। डेन्जर रोड चाहिँ हामी कटेर पनि अहिले चाहिँ हामी लगभग सिंहमार्ग आयौँ भन्नु हुन्छ गाइज। दक्षिण मार्ग आइपुग्यो। इज माई ब्रदर कमल हाङटुङ्गेबा। हर च्यानल अल्सो सब्सक्राइब। के छ युट्युबको च्यानलको नेम? कमल हाङटुङ्गेबा छ। सुजन सुब्बा छ। सुजन सुब्बा पनि सब्सक्राइब गर्नु होला गाइज। तपाईँहरूले भाइलाई सक्दो माया गरिदिनु होला होइन गाइज। भाइको पनि राम्रो छ भिडियोहरू। भाइले पनि अब चाँडै लङ भ्लग ल्याउँदैछ होइन। म पनि अब केही दिन पछाडि केही समय पछाडि लङ भिडियोहरू चाहिँ अपडेट गर्नेछु होइन। कृपया थोरै वेटिङमा बस्नु होला तपाईँहरू गाइज। अब हामी चाहिँ 4 टाले आइपुग्यौँ होइन। हो 4 टाले छ। यो 4 टाले भनेको पुर्खाको यो 90s को यो घर हो कि यो 4 टाले भनेको। 4 टाले देख्न सक्नुहुन्छ गाइज तपाईँहरूले फोनमा पनि होइन। धोजे डाँडा हुँदैन है गुराँसेसम्मको होइन। हामी चाहिँ अब ढकाल चौक आइपुग्यौँ भन्नुहुन्छ होइन। अब चाहिँ हामी पिच रोड आयौँ है त गाइज। हामी चाहिँ राम्रो बाटो आइसक्यो। यहाँ चाहिँ हाम्रो आन्टीहरूले उता लग्दै हुन्छ रहेछ होइन। होइन यहाँ चाहिँ रुनिसरको घर देख्नु सक्नुहुन्छ गाइस। तपाईँहरूले देख्नुभयो कि भएन भिडियोमा होइन। हामीलाई चाहिँ कक्षामा पढाउनु भएको तपाईँ सर भनेको सरै हो क्या। हामीलाई जहाँसम्म बाटो देखाउनु भयो नि त। हामी आज बाटो नदेखाउनु भयो क्या यो स्टाइलसम्म आइँदैन थियो क्या होइन। तेरो जाँदैछु सानो रेलै चढेर यो मन जल्छ हेर न सानो तिमीलाई सम्झेर। हामी चाहिँ अहिले ओख्रे आइपुग्यौँ है त गाइज। तपाईँहरूले पनि मार्ग देख्न सक्नुहुन्छ त्यो बोटमा। यहाँ चाहिँ बिहानै चाहिँ दुध बिसाउँछ त गाइस सबै मान्छेहरूले होइन। हाम्रो यहाँ चाहिँ यो चाहिँ हामी बिगारे बजार भन्छ त गाइस, त्यही हो। त्यसलाई चाहिँ काटा गाउँ भन्छ गाइस। सुगार यहाँदेखि 2 किलोमिटर रहेछ गाइस। चिन्डुवा चाहिँ 10 किलोमिटर रहेछ गाइस। अब चाहिँ हामी यो टिकटक मोडदेखि तपाईँहरूलाई सर्ट सिनेरिक भिडियो देखाउने छौँ त गाइस। हामी चाहिँ अहिले सुकारेको टिकटक मोडमा आइपुगेको छौँ होइन गाइस। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पडकास्ट भन्ने चाहिँ को रहेछ थाहा छ गाइस? यहाँ माथि छ है एउटा। म तपाईँहरूले एकछिनमा पसल देखाउँछु त्यति होइन गाइस। अब भाइको म देखाउँछु त्यो। ल भाइ भन न त आज कस्तो भयो? एकदम आज मौसम पनि कस्तो क्लियर छ है।
साथ दिइरहेछ भनौँ है। आज मौसमले साथ दिइरहेछ, एकदम रमाइलो भइरहेछ दाइसँग जाँदाखेरि। यहाँ माथि देख्नुहुन्छ यहाँ यिनीहरू चाहिँ गर्लफ्रेन्ड र बोयफ्रेन्ड होला गाइज, तपाईँहरूले जहाँसम्म लाग्छ भाइ बहिनीहरू रहेछ। ल त यति नै हो। यहाँ रहेछ होइन, तपाईँहरूले यसको सर्ट सिनेमेटिक भिडियो देख्न सक्नुहुन्छ गाइज होइन। पर देखेको चाहिँ हाम्रो जोरीसला होइन भाइ, जोरीसला। ठ्याक्कै तपाईँले हेर्न सक्नुहुन्छ यो चाहिँ डुम्रे अनि यो चाहिँ ठ्याक्कै ओख्रे स्कुल हो र तेह्रथुम जिल्ला छतरगाउँपालिका वडा नम्बर 5 स्थित ओख्रे स्कुल रहेको छ। यो चाहिँ अहिले चाहिँ यो नयाँ भवन बनिँदो रहेछ, हेर्न सक्नुहुन्छ तपाईँले यहाँ ठक्क हो। यो हामीले पहिले एक्जाम दिँदाखेरि ब्याडमिन्टन खेल्ने ठाउँ यता छ। यो हामी साह्रै चुलबिले थियौँ है। यो छ तपाईँले देख्नुहुन्छ मैले कायो पनि बोकेको छु, कायो चाहिँ बोक्नुपर्छ होइन। यहाँ देखाइदिनु कायो पनि बोकेको छु मैले होइन। यो चाहिँ किन थाहा छ, कपाल कोरिराख्नुपर्छ नि त, अलिकति हेन्डसम त बनिनु पर्यो होइन। गाडी बजार त्यस्तै छ है गाइस। मरि गए माटैको सिरानी, माटैको सिरानी, नौनी बहिनीलाई गराउन चिन्जानी, छतर बजार तेह्रथुम हजुर, छतर बजार लैलै सम्झनामा आउँछौ हजार। गाडीहरू जाँदैछ होइन गाइस, यहाँ देख्न सक्नुहुन्छ गाडीहरू। अझै पोस्ट दिन चाहिँ आउँदैन होइन। त्यही म अब के भन्छु भने नयाँ भ्युअर्स हुनुहुन्छ भने सक्दो मलाई सेयर गरेर 2K 3K पुऱ्याइदिनु होला। आई होप यु क्यान डु मी एन्ड सब्सक्राइब मोर। म चाहिँ अब के भन्न चाहन्छु भने मेरो दाइको लागि अब दाइलाई धेरै भन्दा धेरैजनाले माया गरेर सपोर्ट गरेर सब्सक्राइब गरिदिनु होला। उहाँको अब युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। हजुर भुवन लिम्बू ब्लग छ होइन। तपाईँहरूले यसको सर्च सिमेल देख्नुहुन्छ त। तपाईँले यहाँदेखि पारी देख्न सक्नुहुन्छ। यो पारी चाहिँ धनकुटा जिल्ला हो। यो चाहिँ धनकुटा पर्यटन भन्छ। त्यस पछाडि यो धनकुटादेखि पारी यो धनकुटा खोक्ता भन्छ। यो हाम्रो छतर शुक्रबारे बजार हो, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ एकदम राम्रो यो हाम्रो छतर शुक्रबारीको यो हस्पिटल, छत्तर अस्पताल भन्छ यसलाई चाहिँ, छत्तर हस्पिटल हो यो। अनि म तपाईँहरूलाई के भन्छु भने ड्राइभर दाइहरू, तपाईँहरू चाहिँ अलिक बाटो चाहिँ नछेकिदिनु होला क्या। हामीलाई पनि अब मन ज्यानको माया लाग्छ नि त। अनि स्पेसली अनि के भन्छ इभीहरू होइन, इभीहरूले आफ्नो लिमिटमा पनि पेल्नु होला क्या गाइज। खुल्ला बाटो छ भने तपाईँहरू होइन दाइहरू, अब तपाईँहरू सानो बाटो छ पेलिदिनुहुन्छ अनि हामी बाटै थाहा हुँदैन होइन भाइ। अहिले हामी चाहिँ फाइनली गाइज चप्पर चोक आइपुग्यौँ है त गाइज। चप्पर चोक आइपुगेको छ। माथिको चाहिँ हिले 17 किलोमिटर रहेछ होइन गाइज, सिमला चाहिँ 5 किलोमिटर रहेछ। ए यो चाहिँ टोलसर गाउँ रहेछ गाइज, टोलसर गाउँ। के अरे यो ठाउँ भाइ? टङडङ्गे। हामी चाहिँ टङडङ्गे आइपुगेको छौँ होइन साथीहरू। ल गाइस यो चाहिँ हाम्रो शेर्पा टोल आइपुगेको छौँ होइन। ठ्याक्कै यो शेर्पा टोल हो। टक्कै यहाँ मन्दिर छ माथि, आई थिङ्क गुम्बा जस्तो लाग्छ होइन। गुम्बा
आई थिङ्क शेर्पाहरूको होला म जहाँसम्म यहाँदेखि हेर्न सक्नुहुन्छ तपाईँले सिन्धुवा डाँडा यो चाहिँ धनकुटा जिल्लाको यो छत्तर जोरपाटी सिन्धुवा अनि त्यो माथि रहेछ नि भाइ, त्यो माथि टावर जस्तो देखेको त्यो पनि देखाइदिएको थियो, त्यो के रहेछ टावर त्यो भनेको त्यो पनि त्यही सिन्धुवै पर्छ होला सायद होइन सिन्धुवा नै होला है। एउटा देख्न सक्नुहुन्छ गाइस नयाँ रोड खनेको छ हैन, यो चाहिँ अहिले भर्खर नयाँ सञ्चारमा आउँदै गरेको रोड रहेछ। तपाईँले देख्न सक्नुहुन्छ यो डाँडाहरू हेर्नुहोस् त यस्तो छ यस्तो 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 राम्रो छ। अवलोकन गर्नुहोस् कि यो रोडमा तपाईँहरू यस्तो बाबा छ है आम्मामा। यो तेह्रथुम जिल्लामा सबैभन्दा पहिलो छतर गाउँपालिकामा विकास भएको रोड यो चेकिङ रहेछ गाइस, तपाईँहरूले देख्न सक्नुहुन्छ पुलिस अङ्कलहरू भ्लग गरेछ भन्ने छ कसम यार लाइसेन्स नभएको बेला चाहिँ च्याप समस्या लाइसेन्स भएको बेला चाहिँ चेकिङ नै हुँदैन। गाह्रो छ म चिन्छ नि त यतादेखि लिएको अन्त सालेलाई कुटे नपुगेको जस्तो छ है। छटरलाई छोडेर हामी धनकुटा जिल्लातर्फ लाग्दैछौँ होइन। यो चाहिँ सिन्डाको मेन बजार है त गाइस साथीहरू, मेन बजार भनौँ न है सिन्डाको। यो ठाउँ चाहिँ लाजै चिसो है। गाइस हामी चाहिँ फाइनली ढोजे डाँडा आइपुग्यौँ होइन। बाइक कहाँ राख्नु हो? ह्यान्डसम छ भाइ एकदम। अलवेज हेन्सम डेभिड। हामी चाहिँ फाइनली ढोजे डाँडा आइसक्यो जितपुर है गाइस। त्यही बाइकै बाइक छ, सबैजना घुम्न भइरहेछ नि गाइस। अब हामी चाहिँ यहाँ जानुपर्ने हुन्छ, चाहिँ यता माथि जानुपर्ने छ हेर्नु त गाइस। बाटो त कति हो कति नि। तपाईँहरूले बोर्डमा देख्नुहुन्छ यहाँ उठ्यो सिन्धुवा बजार जोरपाटी बजार अनि जोरपाटी बजार देखेको रहेछ होइन। चाहिँ फाइनली ढोजे डाँडा आइपुगेर गाइस। यी भाइ छ यहाँ त यहाँ हेन्सम सोल्टीहरू यहाँ छन्। यहाँ सोल्टिनेहरू कता छन् थाहै छैन। सोल्टिनेहरू पत्तो छैन हो, पत्तो छैन है। अन्त गाइस तपाईँहरूलाई कस्तो लाग्छ होइन ढोजे डाँडाहरू, प्लिज साथीहरू कमेन्ट गरिदिनु होला। सिन्धुवाको देख्न सक्नुहुन्छ पर फ्याक्ट्री सरी सिमेन्ट फ्याक्ट्री होइन। मौसमले पनि राम्रो साथ दिइरहेछ। यो धेरै वर्ष भइसक्यो बन्द भएको, के भएर हो कुनी? चौतारीमा बिसाउँछ यो मन झौकान्छी तारै छैन हतार
चौका मलाई धेरै आएन होइन? बिस्तारै गीत। छैन तारा कहिले पुग्नु हो यो डाँडामा कान्छी जाँदैछु चर माया तिमीलाई छोरी फेरि आउनेछु फर्की माया बाचाना टोली कान्छी तिमी विश्वास गर फर्की आउनेछ यी वर्षमा अरे क्या मलाई सरी गाइज हाम्रो दाइले बिर्सिनु भयो होइन सबैजनाले मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला मेरो च्यानलको नाम चाहिँ रहेको छ सुजन सुब्बा दिस इज द 3 गेट्स इन हियर ग्रेप भन्छ नेपालीमा चाहिँ के हुन्छ यसलाई च्यान जिहान के दिस इज द 3 ओ दिस इज आवर लिम्बू कल्चर लिम्बू कल्चर सिलाङसाङमा यो तपाईँ देख्न सक्नुहुन्छ होइन यहाँ सिलाङसाङमा रहेको छ लिम्बूको मुन्थुमले के भन्छ भने सिलाम मर्ने मान्छेको बाटो सिलाम सी भनेको मर्ने अनि लाम भनेको बाटो साकमा भनेको छेक्नु फाइनल्ली गाइस हामी चाहिँ सिलाङसाङमा आइपुग्यो सिलाङसाङमा चाहिँ नि दाइ नेपालको सबैभन्दा ठुलो आठै गाउँपालिकामा छ अरे क्या अब फेरि हामी एकछिनमा कहाँ अरे गुराँस पुगेर भेट्नेछौँ होइन फेरि हाम्रो राइड सुरु भइरहेको छ होइन गुराँससम्मको देख्न सक्नुहुन्छ यो जोरपाटी बजार होइन टक्क खाजा खान आएको होइन किरात याकचुङ ल्याङ्ग्वेज किरात याक्थुङ सुङलुङ युएसपी 200 ड्रिमको हामी डान्स है कहिले किन्नु हाल्यो यस्तो बाइक फेरि गुराँसे तर्फ लाग्दैछ होइन हेलो भाइहरू तर आज त त्यति चिसो रहेनछ है पहिलाको जस्तो म त यस्तो सर्टमा लाएर हिँडिरहेको छु गाइज साथीहरू त्यस्तै छ होइन मलाई लाग्छ होइन गर्लफ्रेन्ड भनेको चाहिँ भाइको जस्तो चाहिँ हुनुपर्छ साथ दुःख सुखमा साथ दिने होइन यो चाहिँ अलिक उकालो रहेछ है कुन हो कुन डाँडा चाहिँ हामी अब चाहिँ गुराँसे आइपुग्यौँ भन्दा हुन्छ होइन म माथि पुर्याइन्छु होइन माथि पुर्याइन्छु होइन माथि भन्दै हुँदैन माथि भने मान्छेहरूलाई त पुर्याइदिनु पर्यो नि सर बुझ्दिनँ म टोकिनुमा आउँछु अनि के छ लाइसेन्स
के नाम है भुवन लिम्बू भुवन लिम्बू कहाँ हो तेह्रथुम के नाम बुवाको बुवाको महेन्द्र ल भाइ धनकुटा नामै छु ल अब भएर भयो भने जो है फेरि असुविधा छैन स्क्रिन चाहिँ यही हो गुराँसे भने भाइ ले समाए के छ मेरो मनको यही हो कल छु यहाँ कल छु म बिहान गुराँसे आइपुग्यौँ है गाइज टक्क देख्न सक्नुहुन्छ भाइ यहाँ छ होइन हाम्रो हिजोको दाइ उहाँ है खै तपाईँको फेस देखाइदिनु त यो मै हो हिजोको दाइ उहाँ है को तपाईँको पऱ्यो है खै तर देखिनँ मैले चाहिँ होला गुराँसे चाहिँ यहाँदेखि जान्छ है गाइज यहाँदेखि ओह्रालो यो बाटो त हिँडेको त नि म टर्ने कस्तो पिसफुल रहेछ है अच्छा यस्तो नजाउँ न उहाँदेखि हेर्नु ल भित्रै जाउँ न एकचोटि एक दुईवटा फोटोहरू हान्यौँ यहाँ चाहिँ भाइ जाँदैछ होइन म चाहिँ यहाँ छु म चाहिँ यहाँ छु होइन साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ घर छ होइन टक्क अनि हामी चाहिँ यहाँ जान्छ भाइ अगाडि जाँदैछ मोटरै मोटर कस्तो दामी छ क्या अमरजुङ अरे होइन साथीहरू त्यही हो भाइ चाहिँ है बुहारीसँग बोल्दैछ है साथीहरू चाहिँ फोटो खिच्दै हुनु रहेछ होइन साथीहरू म तपाईँहरूलाई अब यसको सर्ट सिनेमेटिक भिडियो देखाउने छु है त साथीहरू यो ठाउँ चाहिँ मलाई लास्टै पिसफुल लाग्छ है त साथीहरू हजुर म यसको भिडियो बनाउँदै भिडियो हुँदैन अनि अरूले गर्दैछ त मलाई चिया खाने पैसा दिएर हामी छटा रोक्री सँगले फोन हेर्दैछ केटोले बुढोले त दिएन नि पैसा माग्छ त नि त्यसले भिडियो गर्नु पाइँदैन भन्छ त नि त्यो बुढोको के को दिन्छ फोटो खिचेको नि पैसा अरे हामीसँग त पैसै छैन अङ्कल तपाईँहरूलाई चाहिँ आजको होइन भ्लग कस्तो लाग्छ होला होइन प्लिज कमेन्ट गरेर नयाँ भ्युवर्स हुन्छ भने सक्दो सब्सक्राइब गरिदिनु होला युट्युब युजर नेम चाहिँ छ भुवन लिम्बू भ्लग छैन गाइस यो अब सी यु नेक्स्ट भ्लग बाई बाई होइन फेरि भेट्नेछौँ हामी